भएकोमा दुर्गा मंदिर समिति का अध्यक्ष नंदलाल शाहज्यू लगायत संपूर्ण समितिलाई म हृदयदेखि धन्यवाद दिँदै यो दशैंको पावन अवसरमा यही मञ्चबाट संपूर्ण देशवासीमा सुख शांति समृद्धि सुस्वास दीर्घायु कामना सहित हार्दिक मंगलमय शुभकामना पनि व्यक्त गर्न चाहे र आज घटस्थापना के दिनदेखि अहोरात खट्नु हुने हाम्रा समिति का अध्यक्ष उपाध्यक्ष सचिव प्रभुनाथ झा लगायत का युवा साथीहरू नीरज शाह लगायत यो समिति को मार्फत कुनै न कुनै किसिमले प्रत्यक्ष अप्रत्यक्ष रूपले जुन तपाईहरुले साथ सहयोग दिनुभयो त्यसको निम्ति र यहाँ हाम्रै छेउका प्रहरी चौकी का संपूर्ण जनशक्ति पनि अहोरात मिलेर यो कार्यक्रमलाई सफल बनाइदिनु भएकोमा सम्पूर्णमा सुनवर्सी वासीकै तर्फबाट सबै भक्तजनमा म पुनः हृदयदेखि धन्यवाद दिन चाहे र आउन लागेका दीपावली छठ पर्वको पनि तपाईहरुलाई धेरै धेरै शुभकामना दिँदै म आफ्नो शब्दलाई यही विराम दिन चाहे।